सबैजनालाई जय मसिह। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हरेक विश्वासी घरको लागि एकदमै महत्त्वपूर्ण छ। त्यो हो पारिवारिक सङ्गति। यो केवल एउटा राम्रो बानी मात्रै होइन, तर यो त हाम्रो घरको आत्मिक मुटुको धड्कन हो। आउनुहोस् आज हामी यसको गहिराइमा गएर हेरौँ। आउनुहोस् एउटा प्रश्नबाट सुरु गरौँ। एकपटक सोच्नुहोस् त कि कहिले यस्तो महसुस भएको छ कि हामी एउटै घरमा एउटै छानामुनि छौँ, तर पनि परिवारका सदस्यहरू एकअर्काका लागि आत्मिक रूपमा अपरिचित जस्तै भएका छौँ। भौतिक रूपमा त सँगै छौँ, तर आत्मिक रूपमा कता औ कता माइलौँ टाढा। यो दुःखको कुरा आज धेरै विश्वासी घरहरूको वास्तविकता बन्दैछ। अब यो जुन आत्मिक दूरी छ नि, यो केवल एउटा राम्रो अवसर गुमाउनु मात्र होइन, यो त थाहै नपाइकन घरभित्र विभिन्न किसिमका आत्मिक रोगहरूलाई निम्तो दिनु जस्तै हो। जब परिवारमा सङ्गति हुँदैन, केही नदेखिने तर एकदमै खतरनाक रोगहरूले बिस्तारै जरा गाड्न थाल्छ। यसमा पहिलो रोग हो आत्मिक विखण्डन। जब परिवारले सँगै बसेर प्रार्थना गर्न, वचन पढ्न छोड्छ, तब परिवारका सदस्यहरू आत्मिक रूपमा एकअर्काबाट टाढिँदै जान्छन्। घरमा परमेश्वरको उपस्थितिले भन्दा पनि टिभी, मोबाइल अनि व्यक्तिगत स्वार्थ र इच्छाहरूले प्राथमिकता पाउन थाल्छन्। सम्बन्धहरू खोक्रो हुन थाल्छ। परमेश्वरको वचनमा यहोशूको पुस्तक 24 अध्यायको 15 पदमा एउटा शक्तिशाली घोषणा छ। यहोशूले भने, अरूले जेसुकै गरून्, तर मेरो र मेरो घरानाले त परमप्रभुको सेवा गर्नेछौँ। जब घरको अगुवाले यो निर्णय लिँदैन र यो घोषणालाई व्यवहारमा उतार्दैन, तब परिवारको आत्मिक जग नै कमजोर हुन जान्छ र त्यहीबाट विखण्डन सुरु हुन्छ। दोस्रो रोग हो सांसारिक विचारधाराको प्रभुत्व। सोच्नुहोस् त, जब घरमा बाइबलीय सत्यताको बारेमा कुराकानी हुँदैन, जब आमाबुवाले आफ्नो जिम्मेवारी पूरा गर्दैनन्, तब हाम्रा छोराछोरीहरूले मूल्य मान्यता कहाँबाट सिक्छन् त? स्वाभाविक रूपमा उनीहरूले सामाजिक सञ्जाल, टिकटक, युट्युब, साथीभाइ र संसारबाट सिक्छन्, जुन प्राय परमेश्वरको वचनको ठिक उल्टो हुन्छ। हामी यसलाई आत्मिक प्रदूषण भन्न सक्छौँ। जसरी बाहिरको धुलो र फोहोरले हाम्रो घरलाई प्रदूषित गर्छ, ठीक त्यसरी नै संसारका गलत विचार, मूल्य र मान्यताहरूले हाम्रो घरको आत्मिक वातावरणलाई विषालु बनाइदिन्छ अनि हाम्रो विश्वासको जगलाई भित्रभित्रै कमजोर बनाउँछ। हितोपदेश 22 अध्यायको 6 पदले आमाबुबाहरूलाई एउटा स्पष्ट आज्ञा दिएको छ। यो एउटा सुझाव होइन, यो एउटा आज्ञा हो। तर प्रश्न यो छ, पारिवारिक सङ्गति बिना यो तालिम कसरी सम्भव हुन्छ? यो तालिमको अभावले नै सांसारिक विचारधारालाई हाम्रो घरभित्र पस्ने मूल ढोका खोलिदिन्छ। तेस्रो रोग हो सम्बन्धमा तितोपना र क्षमाको अभाव। हेर्नुहोस्, हरेक परिवारमा थोर बहुत मनमुटाव त भइहाल्छ, तर जहाँ सँगै प्रार्थना गर्ने, सँगै झुक्ने बानी छ, त्यहाँ मिलाप र क्षमाको लागि ठाउँ बन्छ। सङ्गति नहुँदा के हुन्छ? साना साना रिस र झगडाहरू मनमा जम्मा हुँदै जान्छन् र तितोपनाको जरा बनेर पलाउँछन्, जसले सम्बन्धलाई भित्रभित्रै खोक्रो बनाइदिन्छ। एफिसी 4 अध्यायको 26 र 27 पदले हामीलाई एउटा गम्भीर चेतावनी दिन्छ र पारिवारिक सङ्गतिले यो आज्ञा पालन गर्ने एउटा सबैभन्दा उत्तम र व्यावहारिक अवसर दिन्छ। जब हामी दिनको अन्त्यमा सँगै प्रार्थनामा झुक्छौँ, हाम्रो घमण्ड टुट्छ, हामी एकअर्कालाई क्षमा गर्न सिक्छौँ र हामी दियाबललाई हाम्रो घरमा कुनै पनि ठाउँ वा मौका दिँदैनौँ। अब अझै गहिरिएर हेरौँ, यी रोगहरूले कसरी घरको जगमा दरारहरू उत्पन्न गर्छन् र बिस्तारै बिस्तारै घरको आत्मिक पर्खालहरूलाई नै भत्काउन सुरु गर्छन्। चौथो रोग हो प्रार्थनाको सुस्तता र आत्मिक निद्रा। जब परिवारमा सामूहिक प्रार्थना हुन छोड्छ, बिस्तारै व्यक्तिगत प्रार्थनाको आगो पनि निप्दै जान्छ। घरबाट प्रार्थनाको सुगन्ध हराउँछ अनि परिवार आत्मिक रूपमा निदाएको अवस्थामा पुग्छ, जहाँ शत्रुले सजिलैसँग आक्रमण गर्न सक्छ र क्षति पुर्याउन सक्छ। मत्ती 18 अध्यायको 20 पदमा प्रभु येशूको एउटा अद्भुत प्रतिज्ञा छ। उहाँ आफै भन्नुहुन्छ, जहाँ 2 वा 3 जना मात्र पनि मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु। सोच्नुहोस् त, पारिवारिक सङ्गतिलाई त्याग्नु भनेको हाम्रो घरमा ख्रीष्टको यो विशेष शक्तिशाली उपस्थितिको आशिषलाई जानी जानी गुमाउनु हो। पाँचौं रोग हो सुरक्षाको पर्खाल भत्किनु। वास्तवमा पारिवारिक सङ्गतिले हाम्रो घरको वरिपरि एउटा नदेखिने तर शक्तिशाली आत्मिक पर्खाल निर्माण गर्छ। जब सङ्गति हुँदैन, त्यो पर्खालमा चिरा पर्न थाल्छ।
त्यो कमजोर हुन्छ अनि घरभित्र कलह, शङ्का, अविश्वास र अनैतिकता जस्ता आत्मिक बुवासाहरू सजिलैसँग पस्न सक्छन्। भजन सङ्ग्रह 127 को पहिलो पदले हामीलाई एउटा महत्त्वपूर्ण सत्य याद दिलाउँछ। हामी हाम्रो प्रयासले मात्र घर बनाउन सक्दैनौँ। घर बनाउने मुख्य काम त परमप्रभुको हो र उहाँले यो काम हाम्रो प्रार्थना र सङ्गतिद्वारा गर्नुहुन्छ। यदि उहाँ घरको निर्माणकर्ता हुनुहुन्न भने हाम्रो सबै परिश्रम व्यर्थ हुन्छ। अब कुरा यतिमा मात्रै सकिँदैन। यसको असर केवल हाम्रो वर्तमानमा मात्र सीमित रहँदैन। यसले त हाम्रो भविष्य, हाम्रो आउने पुस्ताको विश्वासलाई नै ठूलो खतरामा पार्छ। छैठौं र सायद सबैभन्दा डरलाग्दो रोग हो आत्मिक उत्तराधिकारको अन्त्य। एउटा कुरा हामीले बुझ्नै पर्छ, विश्वास रगतबाट सर्ने कुरा होइन। यो त एक पुस्ताबाट अर्को पुस्तामा सिकाइने र हस्तान्तरण गरिने कुरा हो। जब घरमा सङ्गति हुँदैन, यो हस्तान्तरणको प्रक्रिया यो साङ्ग्रो नै टुट्छ। आमाबुबाको विश्वास छोराछोरीमा सर्दैन र हाम्रो अर्को पुस्ता आत्मिक अन्धकारमा पर्ने ठूलो खतरा हुन्छ। व्यवस्था 6 अध्यायको 6 र 7 पदमा परमेश्वरले दिनुभएको आज्ञालाई हेर्नुहोस्। यो आज्ञा पास्टर वा शिक्षकको लागि मात्र होइन, यो हरेक आमा बुबाको काँधमा राखिएको एउटा पवित्र जिम्मेवारी हो। परमेश्वरको वचन हाम्रो दैनिक जीवनको, हाम्रो घरको कुराकानीको, हाम्रो हिँडाइडुलाइको एउटा अभिन्न हिस्सा हुनुपर्छ। अन्ततः यो सबै व्यवस्थाको अन्तिम परिणाम एकदमै विनाशकारी हुन्छ। पहिलो, घरमा प्रेमको अनिकाल पर्छ, जहाँ सदस्यहरू एक अर्काको आवश्यकताप्रति संवेदनहीन हुन्छन्। त्यसपछि आउँछ स्वार्थीपन, जहाँ सबैले मेरो बारेमा मात्र सोच्छन्, हाम्रो घरको बारेमा होइन। र अन्तमा आत्मिक अन्धोपन, जहाँ परिवारले परमेश्वरको योजना र उद्देश्यलाई देख्नै छोड्छ र अन्धकारमा दिशाहीन भएर हिँड्न थाल्छ। तर यति धेरै निराश पार्ने कुराहरू सुनेर नआत्तिनुहोस्, किनकि आशाको कुरा यो छ कि हरेक रोगको लागि उपचार छ। यदि हाम्रो घरको जगमा दरारहरू छन् भने त्यसलाई ख्रिस्टमा फेरि पनि पुनर्निर्माण गर्न सकिन्छ। यी सबै आत्मिक रोगहरूको सबैभन्दा उत्तम र शक्तिशाली उपचार हो पारिवारिक वेदी। यसको मतलब हरेक दिन परिवार एकसाथ भेला भएर प्रार्थना गर्ने, बाइबल पढ्ने र परमेश्वरको महिमा गर्ने एउटा निर्धारित समय। यसलाई सुरु गर्न 3वटा एकदमै सरल कदमहरू छन्। पहिलो, एउटा निश्चित समय छान्नुहोस्, चाहे त्यो बिहान 5 मिनेट होस् वा बेलुका 10 मिनेट। दोस्रो, साधारण रूपमा सुरु गर्नुहोस्, केही पद बाइबल पढ्नुहोस् र छोटो प्रार्थना गर्नुहोस्। र तेस्रो, सिद्ध हुने कोसिस नगर्नुहोस्, बरु निरन्तर हुने कोसिस गर्नुहोस्। निरन्तरता नै मुख्य कुरा हो। र अन्त्यमा हामी फेरि यही पदमा फर्कन्छौँ। यहोशूको यो भनाइ केवल एउटा भनाइ होइन, यो एउटा निर्णय हो, यो एउटा छनौट हो। आज हरेक परिवारको अगुवाले, हरेक आमाबुबाले यो सङ्कल्प लिनु एकदमै आवश्यक छ। के हाम्रो घर संसारको पछि लाग्नेछ, वा हामी साहसका साथ भन्नेछौँ, तर मेरो र मेरो घरानाको हकमा भने हामी त परमप्रभुको सेवा गर्नेछौँ? यो छनौटले हाम्रो वर्तमान मात्र होइन, हाम्रो आउने पुस्ताको अनन्त भविष्यलाई निर्धारण गर्नेछ।